यही चैत्र 22 गतेदेखि नेपाली सिनेमा हलहरूमा एउटा फिल्म प्रदर्शनमा आउँदैछ। उक्त फिल्म हो बसन्त। गायक करियरको उचाइमा रहेका प्रकाश सपुतले निर्देशन तथा अभिनय गरेको उक्त फिल्म अहिले प्रसार प्रसारको श्रृङ्खलामा छ। परदेशी 2बाट फिल्म क्षेत्रमा डेब्यू गरेका प्रकाशको यो तेस्रो फिल्म हो। योभन्दा अगाडिको उनले अभिनय गरेको फिल्म पूर्णबहादुरको सारङ्गी पनि ब्लकबस्टर साबित बनेको थियो। तर यसपटक भने दर्शकहरूले प्रकाश सपुतलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको देखिन्छ। केही दिन अगाडि मात्रै उनी एक पुस्तक विमोचन समारोहमा उपस्थित थिए। केपी शर्मा ओली सपना सङ्घर्ष र सङ्कल्पको विमोचन समारोहमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकै नै गुणगान गाए। जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ। एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएदेखि प्रकाश सपुतको दशा नै लागेको मान्न सकिन्छ। उनले निकै नै अपेक्षा राखेको फिल्म बसन्तकै रिलिज अघि यसरी विवादित बन्दैछन् कि दर्शकहरूले नै कमेन्टमा फिल्म बहिष्कारको नारा लगाइरहेका छन्। अहिले प्रधानमन्त्री ओलीको विरुद्धमा जनता निकै नै आक्रोशित छन्। तर प्रकाशको भने ओलीबाट के स्वार्थ थियो त्यो भने अझै बुझिएको छैन। उनले बोल्दाखेरि यति धेरै प्रशंसा गरिरहेका छन् जहाँ कि प्रधानमन्त्री ओलीलाई नै विश्वास ढुक्कसँग थियो होला, झुटो तारिफ धेरै नै भयो भन्ने विषयमा। मैले यस्तो भन्दै गर्दा केहीलाई लाग्न सक्छ यो भिडियो प्रकाश सपुत र प्रधानमन्त्रीको विरुद्धमा बनाएको हो भनेर, तर त्यस्तो पक्कै पनि होइन। प्रकाश सपुत एक विवेकशील सृजना शक्ति भएका कलाकार हुन्। उनले बोल्दाखेरि नै भनेका छन् कि यति धेरै परिवर्तन पनि सम्भव छ र एक बारको जिन्दगीमा यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ। नेपालमा के नै असम्भव कुरा ओलीले सम्भव गराएका छन् र कैयौं देश भ्रमण गरिसकेका प्रकाशले देखेनन् होला र अरू देशको विकासको गति। अब यही कुराको भार भएको छ प्रकाश सपुतलाई। फिल्म चल्ने नचल्ने आफ्नो ठाउँमा छ, तर यो विषयले फिल्ममा गम्भीर असर पार्ने सम्भावना भने पक्कै देखिन्छ। यदि फिल्म चलेन भने पनि यही विषयलाई आधार मान्न सकिन्छ त भन्ने कुरामा जाउँ अब। उनले बसन्तको प्रमोसन गीत साँझ पर्यो झमक्क सार्वजनिक गरेको 2 महिनामा करिब 70 लाख आसपासमा भ्युज छ, जसलाई उनका अरू गीतको तुलनामा सामान्य नै मान्न सकिन्छ। त्यसपछि उनले बसन्तको टिजर सार्वजनिक गरे मिलनको कविता नाम दिएर। उक्त टिजरको पनि खासै चर्चा देखिएन। पछिल्लो समय उनले सार्वजनिक गरेको बिना स्वादैको गीतले पनि त्यति धेरै भ्युज पाउन सकेको छैन। यी कुराहरूलाई मध्यनजर गर्दै गर्दा फिल्म चल्ने नचल्ने कुराको टुङ्गो त उनी विवादमा नआउँदा पनि रहेनछ भन्ने बुझ्न सकिन्छ। तर हामीले अनुमान गर्नु र फिल्म हलमा चलेपछिको माहौल प्राय धेरै पटक फरक रहेको नेपाली सिनेमाको इतिहास छ। फिल्मले कस्तो व्यापार गर्छ त्यो भने चैत्र 22 पछि नै देखिनेछ। जे होस्, उनको पहिलो निर्देशनमा रहेको यो फिल्म सफल होस् भन्ने हाम्रो शुभकामना छ।